हेलो एभ्रिवान, सबैजनालाई नमस्ते अनि स्वागत छ आजको नयाँ भ्लगमा। अनि आज चाहिँ हामी देखिसक्नु होला, आज चाहिँ हामी खसी काट्दैछौँ। अनि खसी काटेको आज किन खसी काट्दैछौँ भन्दाखेरि चाहिँ अब ट्याक्क अहिले चाहिँ हाम्रो क्रिसमस सक्यो, त्यही पनि हाम्रो क्रिसमस पार्टी अझै सकेको छैन। त्यही भएर हाम्रो चाहिँ आज क्रिसमस पार्टी छ। ट्याक्कसँगले आज चाहिँ एउटा खसी ढाल्नुपर्ने हुन्छ। ट्याक्क सुरुदेखि अन्तिमसम्म हेर्नु होला। हामी भुतालेकोदेखि लिएर खाएकोसम्म भ्लग बनाउँछौँ। आज पकाएको सब आज खसीको पक्कु बनाएर खानुपर्ने हुन्छ। वाच टिल एन्ड। खसीहरू चाहिँ यो खसी हो के हो खसी नै हो। अनि ट्याक्कसँगले आज दुइटै यिनीहरू जानेवाला छ। यो चाहिँ अलिक गतिलो रहेछ, यो चाहिँ अलिकति सानो रहेछ। एउटा ल्याउँ न एउटा होला नि त। ल हाम्रो रेडी भइसकेको छ। तपाईँ अलिक छोटो ज्याकेट रहेछ। कान छिन्छ यसको बाङ्गो पर्रै। पाको पानी झर्छ होला। पानी धेरै लाएर हाम्रो भुत ल्याउने काम भइरहेछ, भुत जाने काम। ल यहाँ चाहिँ हाम्रो खसी काट्नलाई कोरियाबाट आउनु भएको छ हैन। बिस्तारै गर्न। यता कफी आइरहेको छ। हाम्रो सर्भिस राम्रो छ बहिनीको। खै अनुहार देखिएन त जोनको। ल्याउनु पर्ने भयो। भयो ल्याउनु पर्छ। के अझै गर्नु। हाम्रो खसीहरू चाहिँ दुइटै रेडी भइसकेको छ। रेडी। अनि अब यसलाई हामी चट्ट काट्छौँ, काटेर खान्छौँ। यो भइसक्यो। यो खुट्टाको ल नि अहिले चाहिँ हाम्रो टक्क दुध ल्याएर चिल्लो चाल्लो पारेर ट्याक्कसँगले टुक्राउने काम भइरहेछ। म यहाँनिर पकाउनु जाँदैछु। यहाँ चाहिँ आन्द्रा धुँदै हुनुहुन्छ है। यता हेर न, यता हेर कसो हुँदैछ त नि। अब अहिले त कस्तो पनि भएको छैन। अब मासु पाकेपछि थाहा हुन्छ कस्तो छ भनेर। ल यो चाहिँ हाम्रो क्रिसमस पार्टी। क्रिसमस होइन, जुनेलीको घरमा। हाम्रो चाहिँ यहाँ सम्मेलनले जोख्ने काम गरिरहेको छ कति केजी हो भनेर। कति केजी भएछ? कति छ? 15 केजी।
ट्याक्कै 2 केजी सुन्जो खायो फेरि सुन्जो खायो खसीको मासु हाम्रो टक्क अहिले पकाएर खाने मासु अनि आन्द्रा भुँडी कलेजी मुटु स्याट्टलाई चाहिँ अहिले हामी यसलाई चाहिँ अहिले हामी पकाएर कता हदिस छ यसलाई चाहिँ अब हामीले तातो तेलमा रातो प्याज हालेर फ्राई गरेर यसलाई स्याट्ट हालेर रातो प्याज भन्छ नि त यसलाई अर्को सेतो हुन्छ क्या रेड अनियन हालेर अनि प्यार 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 भुटेर खुवा खुवा भन्नुपर्ने हुन्छ ल हेर्दै अहिले भने हाम्रो मासु तेलमा पौडी खेल्दैछ त्यसै गरी जिब्रोलाई यहाँनिर टुङ्गो लाउने काम भइरहेछ हामी च्याक्क यो 1 केजी मासु लिएर यहाँ पुर्याउनु जाँदैछौँ यो चाहिँ किन्नु भएको थियो 4 केजी मासु चाहिँ हामीले बेचेको पनि हो त्यही भएर 4 केजी मासु चाहिँ गाउँमा हामीले डिस्ट्रिब्युट गर्नुपर्ने हुन्छ ल्याउने चलन थियो तर आफै पुर्याउनु जानु पर्दैन चलन थियो तर हामी सर्भिस राम्रो दिन्छौँ त्यही भएर डेलिभरी चार्ज पनि यो चाहिँ हाम्रो गाउँको छ अग्लो मान्छे असिमको घरमा जाँदैछौँ असिमको घरमा लाँदैछौँ एकदम सुपारी घारी अब कसले पूजा गर्ने त्यहाँ तल भाइले पूजा गर्ने कि अब कसले गर्ने के भन्नु चाहिँ के राख्नु मुना बहिनीको नाम राख्ने दिनमा ठ्याक्कै आइपुगेछौँ हामी फेरि यो पूजा गर्नमा पैसा त्यहाँ टेकाउने 2टा पैसा नि चाहियो टेक्नु आँटो पोल छ है ओ आर्सु देवी दिदीलाई यसो नातिनी जन्मिँदा के अनुभव कस्तो अनुभव भइरहेछ ल अनि कस्तो अनुभव भयो त नातिनी जन्मिँदा राम्रो राम्रो लक्ष्मी आए दुईटी पछि ज्वाइँ आउँछन् दुईटै सिंह राशि लक्ष्मी घरमा यो चाहिँ अलिक गनाउँदो रहेछ क्या त्यही भने हामी तल्लो गाउँ जाँदैछौँ मासु पुर्याउनुको लागि है दिस इज होम टु होम सर्भिस होम डेलिभरी टक्कसँगले गाउँघरमा चाहिँ अब च्याट्ट लाएर यस्तो चिसो मौसममा होइन हरियाली पहेँली देखाइँदैन नि त योपालि पहेँली यस्तो पहेँली एकदम पहेँलो वातावरणमा घुम्दै मासु खानुको आनन्दै छुट्टै हुन्छ नि हो नि पछाडि यति पहेँलोमा कति राम्रो सुन्दर फुलेको छ एकदम सुन्दर नजारा साथ बिहानीको सुरुवात खसीबाट भयो आज चाहिँ आजको बिहानीको सुरुवात हाम्रो खसी काटेर भयो हामी चाहिँ जाँदैछौँ ल यहाँ चाहिँ आइसक्यो हाम्रो गाउँको अलिक बेहुली खसीको मासु मेरो होइन खसीको भन् ल फाइनल्ली हाम्रो होम डेलिभरी अनि पछि भएर अब पैसा दिनु भयो भने केटाहरूले ल्याएन भन्नु भने त यसो प्रुफ राख्नु पर्यो नि त त्यो चाहिँ 1 केजीको पैसा पनि पाइहालिहालेछौँ फाइनल्ली 1 केजीको पैसा पाइसक्यौँ प्रफिट घरमा यो चाहिँ डेलिभरी चार्ज भन्नु ओ मम्स ल हाम्रो मासु चाहिँ लगभग पाक्न लागिसक्यो अनि अब चाहिँ भुटानको पालो हो यो चाहिँ ट्याक्क आन्द्रा भुँडी कलेजु मुटु फोक्सो आदि इत्यादि यसलाई हामी पकाउनु पर्ने हुन्छ ह्याप्पी क्रिसमस
अनि यो त मैले नुन मात्र हालेको पानी हालिदिनु भन्दा छोप्नु होस् यतै आन्टीले मलाई किनिदिनु हो आधी त उतेल सफल पनि खाएकै छ त्यही लाउँदा नि हुन्छ नयाँ भने किनिदिनु हुन्छ होस् तपाईँहरू किन्नु भने उयो डरेन त्यही भने मैले अनि अहिले चाहिँ हामी यहाँ खानु बस्नुको लागि चाहिँ एकदम सजसफाइ गरिरहेको छ रमाइलो गरिरहेको गर्दैछु म अहिले अहिले चाहिँ भइरहेछ हामी मात्रै खाने होइन हामी चाहिँ गाउँमा यस्तो वरिपरि मान्छेहरूलाई ट्याक्क क्रिसमस पार्टी खुवाउने भएकोले चाहिँ हामी चाहिँ यहाँनिर बस्ने ठाउँहरू तयार गर्दैछौँ ट्याक्क यस्तो हामी चाहिँ हामीलाई बढाउनु पनि नखाने भन्नुभयो त नखाने ल ठिक छ कुक बिकेन कुक बाँड्दै हिँड्दैछौँ ल ठ्याक्कै स्वागत छ यता ल भोलि भरे झ्याउ हुन्छ भनेर क्या अनि भरे सम्धीहरू पुष्पाहरू साइलीहरू त्यो त खानु हुँदैन ल अनि अहिले चाहिँ हामी अब ट्याक्क पाकिसक्यो मासु अचार पापड दाल भात यसलाई अब हामी मुसेर खानुपर्ने हुन्छ मेरी क्रिसमस छैन नि